वाल्मीकि नामक तपस्वी ऋषिले मुनिहरूमध्ये अग्रगण्य, वाक्पटुतामा निपुण तथा सदैव तप र स्वाध्याय वेदाध्ययनमा तल्लीन भएका नारद ऋषिलाई सोधे, हे महर्षि नारद, यो संसारमा अहिले को यस्तो पुरुष छ जो सम्पूर्ण सद्गुणहरूले युक्त छ, को पराक्रमी र धर्मज्ञ छ, को कृतज्ञ छ, सत्य बोल्ने छ र दृढ संकल्प भएको छ, को शिष्ट आचरण भएको छ र सबै जीवहरूप्रति मैत्रीपूर्ण छ, को ज्ञानी छ, को सामर्थ्यवान र अत्यन्त मनोहर रूप भएको छ, को आत्मसंयमी छ, को क्रोधलाई जितेको छ, को तेजस्वी र निर्दोष छ, जसको युद्धमा रुष्टताले पनि देवताहरू डराउँछन्। हे महामुने, यस्तो पुरुषबारे मेरो मनमा ठूलो जिज्ञासा छ। तपाईँ सर्वज्ञ हुनुहुन्छ, त्यसैले म तपाईँबाट नै त्यस पुरुषको बारेमा सुन्न चाहन्छु।